अहिले यो प्लाज्मा ट्रिटमेन्ट भनेर खुब आइरहेको छ कि सो एक्चुअली इट्स प्लाज्मा पेन ओके म तपाईलाई दावाका साथ ग्यारेन्टीका साथ के भन्छु भने जति पनि तपाईले यो टिकटक्सहरुमा इन्स्टाहरुमा चाहिँ यो प्लाज्मा ट्रिटमेन्ट भनेर पार्लर्सहरुले प्लाज्मा यो माथिबाट डट 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 वाला हो एक्ज्याक्ट ओके ब्युटी पार्लरमा एकदम पपुलर ठोकुवाका साथ दावा गरेर ग्यारेन्टीका साथ के भन्छु जति पनि तपाईले त्यो देख्नु भएको छ कसैले पनि प्लाज्मा पेन गरेको हैन ओके प्लाज्मा पेन कस्तो छ हेर्न आउँछ म आवरणमा तपाईलाई म फोटो खिचेर पनि देखाउँला यु क्यान सो इन द स्लाइड हियर त्यसलाई के भन्न मिल्छ त्यो इट्स इलेक्ट्रोकर्टरी तपाईलाई जलाइराखेको छ डढाइराखेको छ के फाइदा छ बेफाइदा छ ओके बुझ्नुभयो प्लाज्मा पेनको म तपाईलाई फोटो देखाउँछु प्लिज सो एउटा प्लाज्मा पेन त्यो होल सेटलाई इट कस्ट अराउन्ड 10 लाख रुपैयाँ तपाईलाई 10,000 रुपैयाँको एउटा चाइनिज कटरी डिभाइसले पोलिराखेको छ सबै म दर्शकहरुलाई भन्न चाहन्छु दिस इज रङ एक त प्लाज्मा पेनै गरेको हैन कसैले एन्ड वाट पिपल से तपाईको नानी यो बोटक्स त डाक्टरकोमा गरुन्जेल मात्र हो बरु म आऊ तिमीलाई प्लाज्मा गर्दिन्छु जान्छ भनेर त्यो पनि आइल सो यु पिक्चर्स त्यो मान्छे डढाएर यहाँ त्यो पर्मानेन्ट स्कार बसेर आएको छ कम्प्लेन गर्न जाँदाखेरि तपाईको भएको छ अरु तपाईको बाहेक सबैको भएको छ अबदेखि तपाई हाम्रोमा नआउनुस् भनेर त्यो पार्लरले धम्काएर पठाएको छ सो से नो टु प्लाज्मा ट्रिटमेन्ट्स अफ पार्लर्स म त आई वुड से प्लाज्मा ट्रिटमेन्ट हैन प्लाज्मा पेन प्लाज्मा पेन हैन आस्क देम प्लाज्मा पेन तपाईको देखाउनुस् त भनेर बुझ्नुभयो यो भनेको चाहिँ कस्तो भने त्यही भने नि तपाईलाई मर्सिडिज गाडी राइड टु पोखरा भनेर तपाईलाई सेन्ट्रो गाडीमा लगाए जस्तो अथवा न्यानो गाडीमा लगाए जस्तो हैन मर्सिडिज 3-4 करोड पर्छ तर न्यानो गाडी 9 लाख रुपैयाँमा आउँछ हैन तर सेफ्टी त एउटै हैन होला न्यानो गाडीलाई तपाईले ट्रकले ठक्कर दियो भने हड्डी पसली कहाँ हुन्छ होला तपाई हैन र तपाई त एउटा हाइलक्समा जानु भने रिलेटिभली आर सेफ होला